नमस्कार साथीहरू हिजो संसदमा विपक्षी दलहरूले ब्लन्डर गरेका छन्। एकपटक भिडियो आउँदैछ हेर्नुहोला। विपक्षीहरूले आफ्नो विचार तर्कद्वारा जनताको मन जित्ने कुराहरू राखेर आफ्नो मन जित्नु पर्नेमा संसदमा विरोधको नाउँमा हेर्नुस् अराजकता सिर्जना गरेका छन्। एक पुरा सभामुख भएको आसनतिर जाँदै तोडफोड कुर्सीहरू तोडेका छन्। एकपटक यो भिडियो हेर्नुस्, त्यसपछि तपाईहरुले यी विपक्षी दलहरूले कुन नियत राखेर के अझै पनि यसपटक जनताले दिएको सचेतना, यसपटक जनताले उनीलाई दिएको सजाय हेर्नुस्, त्यही पनि अझै पनि चेतेका छैनन्। एकपटक भिडियो हेर्नुस् त साथीहरू, यो भिडियो हेर्नुस् है। हेर्नुस् भिडियो हेर्नुस् साथीहरू। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधन गर्दा मान्य सरस्वती लामालाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्य सरस्वती लामाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सरस्वती लामाले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य सदस्य ताहिर अली भाटलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य ताहिर अली भाटले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य ताहिर अली भाटले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथि संशोधनकर्ता मान्य सदस्य मातृका प्रसाद यादवलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकको आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य मातृका प्रसाद यादवले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। मान्य कमल सुवेदीको तर्फबाट मान्य लाल विक्रम थापाले आफ्नो संशोधन फिर्ता लिनु भएकोले निरार्थ प्रस्तुत गरिरहनु परेन। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य विष्णुमाया विकलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य गंगादेवी श्रेष्ठलाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु।
मान्य गङ्गादेवी श्रेष्ठले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। त्यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्।